भत्केछ मेरो दादा मेरो आफ्नै दादा यता हेर्नु त दादा हेलो भन्नु हेलो गाइस वेलकम ब्याक टु माई न्यू युट्युब भिडियो म चाहिँ भर्खर उठेको अनि अब थुप्रो काम छ आज दिनभरि अन्त मैले चाहिँ यो भ्लग चाहिँ एसान डेली भ्लग बनाउन आँटेछु Please watch it till the end. उनीहरूलाई त स्कुल जानु मन परिसक्यो अरे गाइस हैन गाइस म चाहिँ मुख धुन सकिनँ किनभने पुरा चिसो भयो हो अब म खाना बनाउन थाल्छु बिहानको अन्त फर्स्ट चाहिँ दुध पकाउनु अरे किनभने आज हाम्रो घरमा मम्मीहरू हुनुहुन्न नि त कामले उता जानुभएको छ कि सो आई हेभ टु डु एभ्रिथिङ आज चाहिँ म यहाँ घरको छोरी यसै चाहिँ फ्रेस होइन अर्ग्यानिक गाईको दुध है बस्तीमा बस्नको बेनिफिट चाहिँ यस्तै हुन्छ है फ्रेस खानुपर्छ नि त हामीले गाइस हाम्रो पानी तताउने चाहिँ बिग्रेछ होइन बनाउनु दिएको छ अरे सो आगो फुकेर पानी तताउनु पर्छ होइन मैले आगो फुकेर पानी तताउँछु कहिले फुकेको रहेछ आगो चाहिँ कोइला रहेछ पानी पनि तातै रहेछ होइन अब चाहिँ म खाना बनाउन थाल्छु सिधै सागको झोल होला अन्त माम पकाउँछु किनभने मलाई बेसी पकाउनु चाहिँ पुरा अल्छी लाग्छ अन्त म पकाउनु पनि सक्दिनँ बेसी आइटम चाहिँ सो म दुईवटा मात्रै पकाउँछु अनि झोल चाहिँ बनाउनु पर्छ किनभने हाम्रोमा कोपा कुकुर हुनुहुन्छ नि त अन्त सुकै माम चाहिँ खानु सक्नु हुँदैन सो ओके म बढी बिर्छु अब खानाहरू बनाइसकेर तपाईँलाई पनि देखाउँछु कस्तो पकाएको छु भनेर बाई गाइस मामहरू पकाइसकेँ अन्त भर्खर ब्रस र मुख धुएँ होइन अन्त चाहिँ अब चाहिँ मामहरू दिन आँटेको अन्त मामहरू खाइसक्यो होइन त्यो म परान्टीको घर जाँदैछु कस्तो दामी दामी फुलहरू फुलिरहेको रहेछ कि हेर्नु आवाज माइनन्टीको नर्सरी हुन्छ फुल रोप्नु भएको फुल पुरा नि फुल साबुन भन्दा हात भन्दा ठुलो छ साबुन हेलो गाइस को तिमी भन न अब म चाहिँ हैन नि घरको उयो नाना भन्दा चाहिँ सबसे अग्लो बहिनी हो म सानो अङ्कलको छोरी हो माइली छोरी ऊ चाहिँ माइली अङ्कलको छोरा उकाइली छेमाको छोरा म भन्दा अग्लो अग्लो छ तर सबैजना बाइयारो त ऊ आफूले बनाएर दिएको मलाई कसैलाई अर्डर गर्नु छ भने एउटाको 100 रुपैयाँ माय गॉड प्लिज तो खानी माम त्यो खाइसक्यो त्यहाँदेखि लगाइदिन्छु हातमा इस्कुस बोकेर लु काक्रा पानी दिनु म्याडमलाई दामी खाँदो रहेछ हातले माम चाहिँ आर्यतनाले है आर्यतना मिठो
इस्कुस यहाँ राख यहाँ प्लेटमा छि ए फोडी हैन अब त्यही टिपेर खा भिटामिन हो भन न बस्तीको भन्दामा कहाँ यस्तो रस्न चाहिँ कोपाको बारी हेलो कोपा कोपाको बारी भत्केछ ए यस्तो जग्गा छ अन्त गाइस अब चाहिँ हामी गएको होइन जङ्गल अन्त माथि धुप्पी पनि मागिदिनु भएको छ अरे मम्मीले त्यो धुप्पी पनि ल्याउँछु अन्त चाहिँ हामी क्रिसमसको लागि डेकोरेसनहरू गर्छ क्रिसमस ट्री बनाउँछ अन्त क्रिप्सहरू बनाउँछ होइन मसँग चाहिँ ओ एड्रिना जान्छ अन्त आइस पनि जान्छ आइस चाहिँ कुनै कहाँ पुग्यो तर अगाडि निक्लिसकेको छ बाई बाई गाइस अहिले फेरि भिडियो बनाउँछु पुरा गरम भयो कामले ल गाइस आज चाहिँ म तपाईँहरूलाई टुरमा लाँदैछु यो चाहिँ छ हाम्रो मेन रोड तपाईँहरू यो रोडदेखि सिम्बुक पनि जानु सक्नुहुन्छ पछिको रोड देखाइदिनु न एन्डिङ चाहिँ यसरी हुन्छ है रोडको चाहिँ एन्डिङ चाहिँ छैन तर यो डाँडा काटिन्छ यसरी चाहिँ हो तपाईँहरू घुम्न आउनुभयो भने चाहिँ हाम्रो घर रोडकै मुनि छ आउनु सक्नुहुन्छ हेरेर जानु सक्नुहुन्छ म त हुँदिनँ घरमा भन न अन्त म नाम्चीमै हुन्छु मलाई भेट्नु छ भने नाम्ची आउनुपर्छ यहाँदेखिको चाहिँ अब हाम्रो मेन गाउँ पस्छ हाम्रो चाहिँ पल्लोपट्टि कुनामा छ नि त घरहरू अनि चाहिँ उता चाहिँ पुरा छ घरहरू गाउँ पनि बाक्लो छ तपाईँलाई चाहिँ म देखाउँदै जानेछु हेर्दै गर्नुहोस् हामी यहाँ एक दुईवटा सौदा गर्नु छ त्यहाँदेखिको चाहिँ गएर त हामी उकालो जाने यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले काप्रा यसको त्यो अचार पनि हालेर खानु सक्छ हामीले मिठो हुन्छ तर मलाई चाहिँ मन पर्दैन होइन त्यस्तो अचारहरू यहाँ चाहिँ छ हाम्रो रेस्टुरेन्ट सप अब चाहिँ हामी उकालो जानुपर्छ हट्टिन बाटो देखाउँदैछ बाटो देख म चाहिँ हामी उकालो 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 जानुपर्छ अन्त त्यहाँबाट चाहिँ नाम्चीको भ्यू पनि राम्रो देख्छ होइन गाइस अनि चाहिँ अहिले तपाईँलाई देखाउँछु अनि चाहिँ अब चाहिँ हामी जाँदैछौँ मेरो यहाँ चाहिँ भारी बोक्नेहरू खतरा छ अब यो भारी बोक्ने चाहिँ होइन र ब्रो प्लिज गरम भयो यहाँ चाहिँ हो हाम्रो गाउँको गभर्मेन्ट प्राइमेरी स्कुल होइन यहाँ चाहिँ पढ्नु भएको मिस पनि म क्लास 5 सम्म म पनि पढेको यहाँ तल ब्याडमिन्टन कोर्ट छ अन्त त्यहाँ बस्ने जग्गाहरू पनि बनाइदिएको रहेछ मजाले हामी पढ्दा चाहिँ माथि थियो स्कुल माटोको थियो तर हामी पढ्दा चाहिँ हो त्यहाँदेखिको चाहिँ यहाँ माथि चाहिँ के हो मलाई थाहा भएन अझै हामी चाहिँ जानुपर्छ उकालो 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 घरतिर आउँदा चाहिँ यस्तो हरियाली देख्नु पाउँछ कि खुसी लाग्छ भनौँ भन्नु सक्दैन हिँड्नै मलाई अल्छी लाग्यो आइस पुरा अम्लिसो रहेछ दुईजनाले के गर्दै हिँडेको बाटोमा हिँड्दा म्याम खेल्छ प्रभु एक्सपर्टहरू प्रो प्लेयर्स नाम्ची बजार हो अन्त त्यसको पछाडि माउन्ट कञ्चनजङ्घा यस्तो दामी देख्छ हाम्रो गाउँबाट चाहिँ होइन अझै हामी त्यही गइरहेको छ उकालो उकालो त्यहाँ नाम्ची देख्छ यहाँबाट सानोतिनो त त्यही हो नि नाम टुरिज्म हुनसक्छ नि यो भ्यू हेर्नुको लागि कतिजना मान्छेहरू तर्पिन्छ है नाट्यो होइन मम्मीले चाहिँ यहाँ पञ्चायत बाजेहरूकोमा चाहिँ माग्नु भएको छ अरे नि त धुप्पी अनि चाहिँ हामी चाहिँ यहाँ आएको हामी चाहिँ अब पुग्न आँट्यो
अन्तर्नेतामा त पुरा जाडो छ भनेको त पुरा गरम पो रहेछ हौ पसिना आयो सबसे अब हामी जाने तल चिम्बाङ्ने धुपी न भिडियो उठ्दाखेरि चाहिँ यस्तो दामी भ्यू देख्यो भने चाहिँ होइन दिन नै दामी हुन्छ होला नि है यस्तो दामी बिहान बिहानै आँखाले पनि दामी दामी कुरा हेर्नु पाइरहेको अब भाइले खाट्न रहेछ धुपी नि होइन गाइस सक्छ कि सक्दैन तर डर लाग्यो मलाई चाहिँ सक्छौ अन्डर प्रोसेस कुनै कस्तो काट्दैछ रुख चाहिँ कुनै कुन चाहिँ रुख काट्दैछ कुनै कुन चाहिँ हाँगा चाहिँ डालिसक्यो होइन भाइले अब अर्को आँखा पनि डाल्ने अरे अन्त मात्रै दामी आउँछ अरे नि त क्रिसमस ट्रीको सेप अन्त काट्दैछ नि बिना ग्यास काटिसक्यो होइन दुइटा हाँगा भाइले चाहिँ अब चाहिँ हामी बोकेर जानुपर्छ खै त खुकुरीको मैले कोली खाइ पठाएर के हामी चाहिँ कहाँ कहाँ गयो त्यहाँ तिम्रो अहिले भर्खर पिल्सेको हात रातो रातो छ त खुन त्यस्तो सरले बोक्नुहुन्छ अरे धुपी चाहिँ लो सानो सानो छोडिदिइ राख्दिउँ सक्छ त्यो दुइटा बोक्नु ल हिँड हामी छोडेको उभिएको ल्याउँछ कत्रो क्रिसमस चाहिँ बनाउनु कि चिन्छ बाटो गएछ अब हामी गएको स्ट्रगल ऊ जङ्गलकै बाटो जाने अरे नि त दुईजना चाहिँ कि साना छोटु सियर ऊ जङ्गलकै बाटो जानेहरू चाहिँ यस्तो हुन्छ हो गाइस हामी त अझै यहाँनिर जङ्गलकै बाटोमा छ गाइस यस्तो छ बाटो जङ्गलको बाटो जानेहरू ऊ जङ्गल ए बाटोमा पाइहाल्यो फेरि हो कसैले कामको चिज देखाइदिनु न दिस इज कल्ड स्नगबुली नेचुरल डेकोरेसन गर्ने चिजहरू चाहिँ जलातिर यो पनि लाग्नु होइन अम्बो कत्रो बेसी हो भने बोक्नु छ लु देखाइदिनु न उसो निकालेर वाउ मान्छे भन्दा लामो पायो अब म सबै कुरा लामै त हुन्छ यो चाहिँ 14 दिन 15 दिनसम्म थाम्ने रहेछ नि तान्नै सकेन बिचराले उसले ढुङ्गाले काट्नु न देखाइदिनु त योभन्दा लामो है हँसिया हुँदै हुँदै है त्यही त ऊ मैले भने थिएँ उसँग भन्दा लामो छ देखेको देखेको चाँडै उसँग खाजा यता हेर्नु
फाइनली हामी चाहिँ रोडमा आइपुग्यो होइन मिसन कम्प्लिटेड उता हामी घर जाँदैछ हामीले घरमा गएर भक्कु गाली खाँदैको छ ढिलो गरेर फिलिङ्स कस्तो आउँदैछ मलाई एक्साइटेड पनि भइरहेको छु अल्छी पनि लाग्दैछ उयो फेरि अर्को यसलाई चाहिँ गाडी खेलेको जस्तो लागेर यसरी बोक्दा चाहिँ सानोमा यतालाई चाहिँ ऊ ढाकिसक्यो उसले नै झाडले नै त्यो त भन्नुपर्छ यो टर्निङ काटेपछि चाहिँ यस्तो आउँछ अन्त चाहिँ पालुङ स्टार्ट हुन्छ यो घरदेखि चाहिँ म देखाउँछु ल तपाईँहरूलाई यो घर चाहिँ नाम्चीदेखि आउँदा ठक्कै स्टार्ट हुन्छ पालुङ भनेर अन्त यहाँदेखि उकालो चाहिँ सिङताम र लुङ्ख्यापट्टि जान्छ हो यस्तो दुईवटा बाटो छुटेको छ यहाँदेखि सुम्बुकपट्टि जान्छ सो यस्तो छ उसनाले अघि भनेको साँच्ची नै भयो मान्छेहरूले अब सोध्नु थाल्छ कहाँबाट ल्याएको कसकोबाट भनेर एक्सप्लेनेसन दियो भर्खर एकजनालाई यता हेर्दैन न सामान छोडेको थियो होइन अन्त बहिनी ल्याउनु गएको छ सामान हाम्रो यहाँ चाहिँ अब हामी एकछिन रेस्ट बहिनी आइन्जेलसम्म त्यहाँदेखि हामी अब घर जानुपर्छ अन्त घर आइपुगिसक्यो यहाँ छ गति अब चाहिँ हामी हातहरू खुट्टाहरू अलिअलि धोएर चाहिँ मोमो बनाउनु पर्छ होइन गाइस माई गति इज लाइक दिस थाक्यो गाइस हेलो भन्नु हेलो मोमोको लागि तयारी यति बनिसक्यो किमा दुईटा सेट बनाइसक्यो तिनवटा सेट अन द प्रोसेस यहाँ अचार प्लस सुप अब चाहिँ हामी खाना टेको बाई बाई गाइस मग बाक्लो भएन नि त मिठो उठेर खाँदा नि अब खाइसकेर चाहिँ श्रीमानमा त धुनु पनि पर्छ होइन अब सनकिस बहिनी सनकिस रातो म अब तपाईँलाई इन्ट्रोड्युस गर्न आँटेको छु नयाँ मेम्बर होइन मेरो ब्लगमा आज नयाँ हुनुहुन्छ मेरो दादा मेरो आफ्नै दादा यता हेर्नु त दादा हेलो भन्नु गाइस अब आज चाहिँ मैले क्रिसमस डेकोरेसन त केही पनि गर्नु सकिनँ किनभने मैले जङ्गल गएर पुरा अल्छी लाग्यो नि त अन्त चाहिँ अब मेरो ब्लग पनि यतिमै एन्ड गर्छु किनभने अब खानाहरू बनाउँछु त्यहाँदेखि बेलुकाको प्रार्थना गर्छ फ्यामिली प्रेयर त्यहाँदेखिको खानाहरू खाएर चाहिँ हामी सुत्छ सो के पनि छैन त्यसमा स्पेसल होइन बाई बाई गाइस प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल इफ यु आर न्यू टु माई च्यानल अनि चाहिँ धेरै धेरैमा सपोर्ट गर्न हवस् बाई